अस्ति एउटा भिडियो बनाएको थिएँ टप 5 मुभिज भनेर, त्यहाँ चाहिँ मान्छेहरू कमेन्टमा आएर होइन के भिकिङ्स अरे हा होइन, अनि मनी हाइस्ट मुभी अरे हा गर्दै के भन्दै होइन बिल्ला हान्दै थिएँ। ठिक छ केही छैन होइन, भिडियो हेर्नु भयो त्यही नै ठुलो कुरो होइन। अनि अर्को कुरा चाहिँ के भन्दाखेरिमा चाहिँ ल नि त अस्ति मैले बेसिक मुभीहरूको नाम लिएँ होइन, अनि सबले हेरेको रहेछ। अब यो फिल्म चिन्नेलाई चाहिँ म 200 रुपियाँ इसावा गरिदिइहाल्छु ल है त। यो फिल्म कस्तो भयो, क्लिप सानो भनिदिन्छु होइन। कस्तो भन्दाखेरिमा एउटा इन्भिजिबल वाल जस्तै हुन्छ, जुन चाहिँ पुरै त्यो गाउँभरि नै लाग्छ क्या, ठ्याक्कै लाग्छ होइन। अनि त्यो इन्भिजिबल वालले चाहिँ ठ्याक्कै त्यो गाईको चाहिँ बिचमा क्या अब हुन्छ नि ड्याङ्गी काटिदिन्छ क्या, बिचमा चाहिँ 2 चिरा पारिदिन्छ क्या, एकपट्टि यता एकपट्टि उता। अनि हो त्यो यो चाहिँ सिरिज हो, अनि च्याट जिपिटीहरूको युज गरेर चाहिँ सोध्न खोज्नुहुन्छ होला। यो चाहिँ मैले अलरेडी ट्राई गरिसकेँ, त्यसले भन्न सकेन होइन। अनि ट्राई गर्दा हुन्छ नभए। अनि यो फिल्मको नाम चाहिँ भन्नुपर्ने छ, अनि भन्नु चाहिँ कहिले भन्नु पऱ्यो भन्दाखेरिमा चाहिँ शनिबार 2 बजे जसले अन्तिम लास्ट कमेन्टले पाउने हो है। अनि स्याउ नम्बर पनि छोड्नु होला नाम भनेर, अनि गरिदिइहाल्छु ल। अनि राइज नेक्स्टमा चाहिँ सस्तोमा नेटफ्लिक्सहरू पाउन सक्नुहुन्छ होइन। त्यहाँ चाहिँ तपाईँले 199 मा नेटफ्लिक्स पाउँछ, चेकआउट गर्नु होला है त।